Hello everyone, welcome to my new vlog with my daughter. अहिले चाहिँ हामी मामा घरतिरबाट घुम्न गएथ्यौँ। घुम्न चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि हेरिराख्नु, बाटोहरू कसैले चिन्नुहुन्छ भने कमेन्ट गर्नु। तर फर्स्टमा हेरेर कमेन्ट गर्नु है, लास्टतिर हेरेर नाही। अनि यसरी घुम्दै घुम्दै गयौँ। मलाई धेरै क्लिपहरू खिच्न चाहिँ अल्छी लागेको थियो, हल्का हल्का क्लिपहरू खिचेँ। अहिले चाहिँ हामी अब यति देखेपछि थाहा पाउनु भयो होला वनबाटिका घुम्न गएको थियौँ। सबैजना भएर मेरो बाबा आउनुभएको थियो तारगाछदेखि। अनि त जाऊँ भनेर गयौँ। घाम पनि मस्त लागेको थियो नि त आज। टिकटहरू काटेर भित्र पनि छिरिसक्यौँ। अनि यसो अलिअलि भिडियोहरू बनाउनु पऱ्यो भनेर भिडियोहरू पनि बनाउँछौँ। ओ मेरो छोरीको उपद्रो सुरु भइसक्यो गाइज। बाहिरमा चाहिँ यहाँ ठमक ठमक गर्दै हिँड्दैछौँ अगाडि। अहिले चाहिँ हामी जू हेर्न जानु लाग्यो। मेरो छोरीलाई एकदम मनपर्छ कि जनावरहरू। हेर्नु न सुपर एक्साइटेड हुँदैछन् भालुलाई हेरेर खुसी भएर। भगवान् नसक्नुहुन्छ केटाकेटीलाई के गर्ने। अनि यता चाहिँ यहाँ बाँदरलाई गरेर जिस्काउँदैछन् मेरो छोरीले। अनि यो ढोका खोलेर भित्र जानु पर्यो अरे। के गर्न आउँछ। अनि यता गाना बज्दै थियो अनि नाच्दैछन् के नानी डान्स देखाउँछन्। अनि हवाईजहाज चढ्नु पर्यो अरे यति सानो मान्छेलाई। गाडी चढ्नु पाएर खुसी मक्खै। मामा र भाइ फेरि यता पिङ खेल्दै हुन्छ वृद्ध बालकहरू। अनि यता नानी चाहिँ फेरि उसलाई चिप्लेटी पनि खेल्नु पर्यो। फेरि मेरो बाबालाई चाहिँ पिर लाग्यो नातिनी लड्छिन् कि भनेर। अनि यस्तो सपोर्ट गर्नु। लास्ट थाकेर हामी चाहिँ यता आएर बस्यौँ खाजाहरू खाएर भ्याएर। अनि आजलाई यति, बाई बाई एभ्रिवान, फेरि भेटौँला।